प्युठान नगरपालिकाले समुदाय तहमा न्यायिक सचेतना कार्यक्रम निरन्तर अगाडि बढाइरहेको छ। नेपालको संविधान अनुसार स्थानीय सरकारसँग एउटै छानामुनि व्यवस्थापिका, कार्यपालिका र न्यायिक समितिले कार्य गरिरहेको भए तापनि न्यायिक समितिको विषयमा समुदायमा जानकारी नभएका कारण सचेतना कार्यक्रम अगाडि बढाइएको हो। स्थानीय न्यायिक समिति मार्फत निशुल्क रूपमा समुदाय तहका विवादहरू मेलमिलापका माध्यमबाट समाधान हुने भएकाले न्याय प्राप्तिमा हुने नगरवासीको खर्च घटाउन पनि यस्ता सचेतना कार्यक्रम जरुरी देखिएको छ। यो विषय नयाँ भएकाले समुदायका अगुवाहरूलाई आवश्यकता अनुसार विभिन्न कार्यक्रम मार्फत सचेत गराउनु पर्ने नगरपालिकाको बुझाइ अनुसार कार्यक्रम सञ्चालन गरिएको हो। अहिलेसम्म विद्यालयका प्रधानाध्यापकहरू, सहकारीका पदाधिकारीहरू, महिला स्वास्थ्य स्वयंसेविका, युवा विद्यार्थी तथा किशोर किशोरीहरू, आमा समूहका अध्यक्षहरू, विभिन्न सामुदायिक वनका अध्यक्षहरू, विभिन्न उपभोक्ता समूहका अध्यक्षहरू, टोल विकास समितिका पदाधिकारीहरू तथा समुदायमा प्रभाव राख्ने अगुवा व्यक्तिहरू गरी करिब 600 बढीलाई तालिम दिइसकेको छ। यो नयाँ विषय हो। 2074 स्थानीय सरकार सञ्चालन ऐन 2074 बनेपछि स्थानीय सरकार कहाँ कार्यपालिका र न्याय व्यवस्थापिकासँगै न्यायपालिकाको अधिकार आयो। तर त्यो अधिकारको बारेमा समुदायमा जानकारी नभएका कारण प्युठान नगरपालिकाले यति बेला प्युठान नगरपालिकाका 10वटै वडाका अगुवा व्यक्तित्वहरू, महिला स्वयंसेविका, त्यहाँका प्रधानाध्यापक, विभिन्न सहकारीका पदाधिकारीहरू, विभिन्न आमा समूहका अध्यक्षहरू, सामुदायिक वनका अध्यक्षहरू, कुलो समिति लगायत विभिन्न उपभोक्ता समितिका अध्यक्षहरू लगायत सबै टोल बस्तीमा यसको सचेतना पुर्याइरहेको छ। समुदाय स्तरमा कानूनी ज्ञानको अभावका कारण न्याय प्राप्तिका लागि अदालतमै पुग्नु पर्ने र ठूलो रकम खर्च हुने विगतको अनुभवका कारण महिला विपन्न नागरिकले अन्याय सहँदै आएको महसुस प्युठान नगरपालिकाले गरेको छ। सचेतना अभियान सञ्चालन पछि नगरवासीहरूले विवाद वा समस्या विभिन्न कारणले लुकाएर राख्नुको साटो समाधानका लागि अगाडि आउने न्यायिक समिति प्युठानको बुझाइ छ। यो कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकलाई सचेत बनाउन सहयोग पुग्ने प्युठान नगरपालिकाका न्यायिक समितिका संयोजक तथा उपप्रमुख देवेन्द्र वर्माको विश्वास छ। नेपाल सरकारको एम अनुसार, लक्ष्य अनुसार निशुल्क रूपमा सर्वसुलभ घरमै न्याय दिने र दुवै पक्षले, फेरि एउटाले जित्ने एउटाले हार्ने हुँदैन, दुवै पक्षले जित्नका लागि, जितको अवस्थामा ल्याउनका लागि हामीले यो अभियान सुरु गरेका छौं र यो अभियान उत्कृष्ट बनेको छ। हामी नेपालका 753वटा स्थानीय तहहरू मध्ये प्युठान नगरपालिका न्यायिक क्षेत्रमा अग्रणी रूपमा, न्यायिक कार्यमा अग्रणी रूपमा देखिएको छ। यसका लागि हामी कहाँ 49 जना मेलमिलापकर्ताहरू हुनुहुन्छ जसले निशुल्क रूपमा त्यो दुवै पक्षबाट 1 रुपैयाँ पनि शुल्क नलिइकन मेलमिलाप गराउने कार्य गरिरहनु। समुदायका अगुवाहरूले प्युठान नगरपालिकाको यस्तो अभियानले सहज न्याय प्राप्तिका केही कुरा सिकाएको र आगामी दिनमा पनि कानूनी ज्ञानका बारेमा तालिम सञ्चालन गर्न सुझाव दिएका छन्। स्थानीय स्तरमै न्याय सम्पादन हुने भए तापनि अझै पनि स्थानीय न्यायिक समिति प्रति नागरिकको विश्वास बढ्न नसकेको उनीहरूको भनाइ छ। स्थानीय न्यायिक समिति प्रति नागरिकको विश्वास बढाउन यस्ता कार्यक्रमले सहयोग पुग्नेछ। पहिले भन्दा अगाडि हामीले चाहिँ न्यायिक समिति हो भने के हो बुझ्न सकेका थिएनौँ। सानोतिनो मुद्दा परे पनि अदालत धाउनु पर्ने अथवा चौकी धाउनु पर्ने थियो। यो स्थानीय तहबाट चाहिँ गाउँ-गाउँमा न्यायिक समितिको समितिहरू तालिमहरू दिँदाखेरि चाहिँ ती समुदायमा गएर चाहिँ तपाईँ झैझगडा गर्ने कुरा अदालतमा नजानुहोस्, चौकीमा पनि नजानुहोस् र वाडासँग पनि नपऱ्यो, सकेसम्म हामी गाउँमा नै मिलाउनुपर्छ भनेर समुदायलाई भन्दा समुदाय एकदम आशावादी भएको छ नि त। न्यायिक समितिले गर्दाखेरि समुदायहरू चाहिँ टाटो भएको पनि बुझेको छ। भइसक्यो, हामी झैझगडा गर्न हुँदैन र भए पनि हामी गाउँमै बसेर मिल्नुपर्छ नि एउटा वातावरण सिर्जना भएको छ। घर परिवार र समाजको डरले कतिपय महिलाले लैङ्गिक तथा घरेलु हिंसा सहेर बस्ने गरेका छन्। कानूनी ज्ञानका अभावले यस्ता घटना समाजमै मिल्ने र बाहिर आउन सकेका छैनन्। उनीहरूले न्याय लिनका लागि कहाँ पुग्ने भन्ने समेत जानकारी नभएको, महिला भएकै कारण हिंसा सहनुपर्छ भन्ने मानसिकता समाजमा अझै पनि कायमै रहेको छ। प्युठान नगरपालिका अन्तर्गत न्यायिक समितिले लैङ्गिक हिंसा, घरेलु हिंसा तथा अन्य आवश्यक विषयमा कार्यक्रम सञ्चालन कार्यविधि मार्फत मनोपरामर्श सेवा तथा यस्ता पीडितहरूलाई आपतकालीन सहयोग समेत गरिरहेको छ।